एउटा उमेर समूहकोले उनीहरूको मिसनमा कुनै पनि हामीले दोष देख्नु हुँदैन। तर घटनालाई जसरी अरू कसैले तपाईँको लिएर त्यो कभरमा अझ स्कुलको बच्चाहरूलाई युनिफर्म लाएर आउनु भनेको छ। अब म त डेटोरेसनमा हेरिरहेको छु है। माओवादीको टाइममा माओवादीले बालक बच्चाहरूलाई तपाईँको नेपालको कानुनले 18 वर्ष मुनिकोलाई नाबालिग मान्छ। त्यहाँ मोस्ट अफ त्यो गएको मान्छेहरू सबै 18 वर्ष मुनिको छ। अरू पनि मिसियो, त्यो बेग्लै कुरा भयो। तर जसलाई आह्वान गराएको छ त हामी यति धेरै इन्टरनेसनल स्ट्यान्डर्डको कुरा गर्नेहरूले हिजो नै त्यो कुरा इस्यु छ बाल सैनिक बनाएको कुरालाई उहाँहरूले किन कल गरेको? कसैले क्वेसन उठाएको छ? मोरालिटीका क्वेसन उठ्दैनन्, नैतिकताको कुरा उठ्दैन। आह्वान गर्नेले 80 बिलोको स्कुलको ड्रेसमा बोलाएको छ। त्यो ह्युमन सिल बनाउन खोजेको। कसैले जज गर्नु पर्दैन त्यो कुराहरू। जसले आगो लगाए त्यसैले जित्ने कुरा हुन्छ? कसरी सिभिलाइज सोसाइटी बन्छ भन्नुहोस् त। अघि तपाईँले भनेकोमा म आउँछु। मलाई लाग्छ एउटा अड्कल हो मेरो, उनीहरूलाई लाग्यो होला कि अब एउटा त बन्द भएको छ त्यो सोसल मिडिया होइन। दोस्रो स्कुलको बच्चा, अब स्कुल भनौँ अथवा कलेजको बच्चाहरूले त्यसमा आफ्नो रियाक्सन दिएको छ, त्यसलाई गर्न खोजेको छ। हामी अलिकति लिनेन्ट भइदिउँ न, अलिक उदार भइदिउँ। त्यो हुन्छ। हेर्नुहोस्, तपाईँले धेरैवटा परिस्थिति हेरेर उदार हुन्छ। त्यो म चाहिँ त्यसमा किन उदार भयो भनेर पुलिसलाई ब्लेम गर्न चाहन्न। मैले यदि गरेँ भने म मूर्ख हुन्छु। उदार हुन्छ। अनि एउटा सीमासम्म उदार र अर्को सीमासम्म त्यो कठोरको पराकाष्ठा, नत्र भने नरसंहारसम्म पुग्ने घटना चाहिँ किन घट्यो? हो, अब त्यही त म भन्दैछु तपाईँको। जब त्यो लिमिट क्रस भयो, त्यो पर्खालभन्दा भित्रको घटनाहरू त बेग्लै घटनाहरू भयो। त्यो जुरिस्डिक्सन नै बेग्लै हो, त्यहाँको प्रोटेक्सन फोर्स नै बेग्लै हो।